फोहोर भयो साथीहरू 5 दिनको पानीले। अब चाहिँ टिप्नु पर्यो। फोहोर छ देख्न सक्नुहुन्छ हाम्रो घर फोहोर छ। खानासाना खाएर भाँडासारा माझेर भ्याइयो। अब चाहिँ टिप्न लागे साथीहरू म चाहिँ। छिटो लिप्दैछु किनभने नानीलाई सुताउनु छ। बाख्रालाई चारोपानी गर्नु, बाख्रालाई घाँस पानी गर्नु छ। चारोपानी लिपेर भ्याउँदैछु। अब चाहिँ म भ्याइसकेछ। भ्याएर अरू काम गर्ने हो साथीहरू। अब घाँस काट्न जाने। यो लिपेर भइसकेसँगै घाँस काटेर जान लाग्यो भने देखाउने छु साथीहरू। हेर्नुहोस्। म चाहिँ घाँस काट्न जाँदैछु साथीहरू। लिपेर भ्याएर हात खुट्टा धोएर म घाँस काट्न जाँदैछु। यहाँ चाहिँ कौली पाकेको छ। कोदो पाक्न ठिक्क छ। अब कोदो काट्ने हल्ला गरेर घाँस काटेर पहिरो गएर हाम्रो बाटोमा हाम्रो कोदो पाकिसकेको छ साथीहरू। पछि काटेको पनि देखाउने छु मैले। अहिले चाहिँ कस्तो छ खरहरू काटेको पनि देख्न सक्नुहुन्छ। दिउँसोको उँगोको कराउँछ बाख्रा लगाएर। दिउँसोको भ्यू हाम्रो घरदेखि तल रुखले छ क्या खास केही त देखिन्न। त्यही पनि देखाइदिएको।
घाँस काटेर पुर्याउन लगाइसकेँ। मैले चाहिँ एउटा फल भेटाएँ। मिठो हुन्छ, अमिलो अमिलो मिठो हुन्छ साथी हो, खाने हो। अमिलो मिठो। म चाहिँ हिँड्न लाएँ साथीहरू भारी बोकेर। मेरो हात देख्न सक्नुहुन्छ भरेलाई पर्काली। अनि घाँस अनि बाटो सधैँ देखाउने बाटो यही हो। ल साथीहरू म घर गएर एन्ड गर्छु भिडियोलाई। अब चाहिँ सबै काम भयो, चाउचाउ सबै खाएर अब कुखुरा थुन्दै हो। म चाहिँ खाना पकाउनु पर्यो। अनि कुखुराले चारो खाँदैछन्। अब भिडियोलाई एन्ड गर्छु किनभने अरू काम गर्नुपर्ने हुन्छ साथीहरू। ल बाई बाई, फेरि भेटौँला भोलि।